पब्जे जाँदैछौँ। यहाँदेखि चाहिँ बाटो चाहिँ अलिकति कच्चा रहेछ हौ रोड। भाइलाई चिन्ने हुँदैन नि है यो गाउँमा। त्यो मेन हाइवे हो। उता उयो जाने बाटो गेजिङ उयो लेक्से हैन उयो गाउँहरु चाहिँ कुन चाहिँ गाउँ हो भनेको नि बाटो। ओहो यहाँ चाहिँ अप्ठ्यारो रहेछ है। हेलो एभ्रिवान, हामी चाहिँ आज मरोमा जाँदैछौँ। मिस पनि हुनुहुन्छ पछाडि। यस्तो ब्युटिफुल बिचहरू भएर यस्तो डोन्ट हाइड योर फेस। सिक्किमको बस एहरू चाहिँ यस्तो छ, कति राम्रो हरियाली। हेर्नुहोस् न कति राम्रो हरियाली हरियाली, छेउमा खोला बगिरहेको। यहाँ चर्च पनि रहेछ। यो जग्गालाई चाहिँ के भन्छ भाइ? खिचिडुम्राई नै हो यो पनि। हेर्नु न कस्तो मजाले खेतीहरू मकैहरू पनि अल भइरहेको रहेछ। नाम्चीदेखि चाहिँ खिचिडुम्रा अलमोस्ट 15 किलोमिटर्स रहेछ। यहाँ चाहिँ एकदमै कच्चा रोड, आधी चाहिँ कच्चा रोड रहेछ। बट इट्स भेरी ब्युटिफुल प्लेस। अनि एकदमै गरम जग्गा रहेछ। सुपारीहरू पनि फलिरहेको रहेछ। यो चाहिँ सिक्किम। यहाँदेखि चाहिँ रफ रहेछ रोड। बाख्राहरू कहाँ लगेको होला है? कसरी हेर्न न कसरी दामी लागेको तपाईँलाई चाहिँ। होइन कहाँ बाटो चाहिँ खोलै बगेको जस्तो रहेछ है। पोकजर चाहिँ निकै गरमै रहेछ ठाउँ त। स्कुल कति राम्रो हेर्नु न। 8 प्राइमेरी स्कुल रहेछ टिल ग्रेड 4 है, क्लास 4। मिस केही छ भन्नु? मिस भन्नु केही छैन। पक्जेर राम्रो लाग्यो हो। पक्जेर चाहिँ अलिक त गरम चाहिँ गरम रहेछ। अरु चाहिँ तर म चाहिँ गरमै मनपर्छ है। तर हैन मलाई त्यति मन पर्दैन। हेर न वासरुमहरू रहेछ। यो तल चाहिँ मिड डे मिलहरू हुने रहेछ। हुन्छ नि त साह्रो पर्छ। ठन्डामा त लगाइन्छ नि ओभरकोटसम्म है। यो चाहिँ अघि उही परको बाटो आएको यो बाटो। पब्जेर गरम चाहिँ गरम रहेछ। पब्जेर उही माथि देखेको चाहिँ नाम्ची। के चाहिँ चिन्छ अरे? यहाँनिर कस्तो मजाले फुल पनि फुलिरहेको रहेछ। फोटो मिस अब जाउँ है। पनि फुल फल्दै रहेछ यसरी। नरियल कटहरहरू फल्ने जग्गा रहेछ। एकदमै गरम। तल्लोमा त गरम नभएको मलाई। बाई बाई। भेटौँ पर्छ त भन्नुस् न आइपुग्छ। हुन्छ। अब चाहिँ हामी 3 जना बसेर चाहिँ निकाल्यो। सन्डे चाहिँ निकै भिड रहेछ है। म चिया पिउनु जाउँ एउटालाई। लु हाम्रो सधैँको चिया पिउने जग्गामा हामी आइपुग्यौँ। भयो 3टा चिया। यो चाहिँ आज चाहिँ मिड टाइम चिया पिउँ। अब हामी 3 जना के हो कटहर निम्की खान्छ? म त खानु सक्दिनँ।